Hello guys, welcome back to my another reaction video. So आज चाहिँ म हाम्रो केजीएफ को हिरो एस को चाहिँ टक्सिक भन्ने नयाँ मुभीको ट्रेजर आएको रहेछ, त्यसमा रियाक्सन गर्न गइरहेको छु। सो हजुरहरूले त पक्कै हेरिसक्नु भयो होला, हेरेको छैन भने आउनुस् सँगै हेरौँ। सो ढिला सुस्ती नगरिकन लेट्स गेट राइट टु द भिडियो। आजकल त यो हुन्छ नि के भन्छ यो साउथ इन्डियन फिल्महरु पनि यस्तो दामी दामी बनाउँछ है। बा हेर्दै हुन्छ नि त्यो पुरै पहिला पहिला हामीले हलिउड फिल्महरु हेर्दाखेरि चाहिँ त्यस्तो हुन्थ्यो कि दामी भन्नु क्वालिटी नि एकदम दामी के, अब क्वालिटी पनि दामी, स्टोरी दामी। I want my son to have a peaceful burial. Do you think he'll come? पहिला मान्छेहरु चाहिँ हलिउड जानको लागि चाहिँ तडपिन्थ्यो, अहिले त इन्डियामा के भन्छ यो साउथ इन्डियन खेल्न चाहिँ तडपिन्छ जस्तो छ। I don't think so. Nobody's so insane. हिरोको इन्ट्री हुन लाग्यो जस्तो है अब चाहिँ। What the fuck is going on? तो पछि गएर यो के उसमा कनेक्ट हुन्छ कि क्या हो केजीएफहरुमा। हिरो आयो क्या लौ, हिरो आयो भन्न थालेको त जिरो रहेछ। चौका बम निकालेछ हो जडियाले। What's he doing? Hey! Get the fuck out! Oh. Hey, get the fuck out. Hey! Oi, के हो यस्तो? These are mine. Oh my god. क्या है भाई, क्या है? अबे पुरै कनेक्सन दिइरहेछ कि बमको पनि कारभित्रको पनि, डान्सिङ कार। नाइस। आजकल त फिल्महरु है आम्मामा लास्टै के खत्रै देखाउँछ अहिले त। त्यो खासै त्यस्तो खतरा त होइन हैन, त्यही पनि त्यो पहिलाको भन्दाखेरि त एकदम धेरै नै देखाउने भइसक्यो नि त अहिले त। इधर भी काम बन गया उधर भी काम बन गया। ओहो के हो त्यो? KVN प्रोडक्सन। अब चाहिँ हिरोको इन्ट्री भयो जस्तो है। आमामा खतरा ज्याम बनाएछ। मोन्स्टर माइन्ड क्रिएसन। अलि यो हिरोको चाहिँ अलिकति स्ट्यान्डर्डै अर्कै छ कि हैन, हेर्नु नि दामी छ नि। पहिला पहिला भए गरिब हुन्थ्यो, गरिबबाट के भन्छ त्यसलाई, स्ट्रगल गर्दा गर्दा धनी हुन्थ्यो हैन, अहिले त पुरै फर्स्टमै धनी हैन। Kill that motherfucker. बा ह्यापी बर्थडे। ए बर्थडे बेला पो ट्रेजर रिलिज गरेको हो, रकिङ स्टार। ओके ठीक छ, ल ह्यापी बर्थडे हैन, हामी पनि विश गरिदिइहालौँ न। यस
आमामामामामामा। यो हो नि त तरिका त नि आमामामा दामी है दामी Daddy's home. That is home. Toxic. Rocking Star. Yes. 19.3.26. It rocks on the wall on. Intoxism. ठिक छ ट्रेलर हो कि टिजर हो हैन ठिकै छ खास त्यस्तो उ पनि छैन ओके सो गाइज ट्रेलर चाहिँ 2.5 पौने 3 मिनेटको जति नै थियो हैन ट्रेलर त दामी छ अब फिल्म कस्तो हुने हो हैन अब फिल्म कहिले रिलिज हुने हो यसको फिल्म हो खास अब केजीएफ जस्तो चिज दिइसकेपछि हैन त्यो भन्दा कमको फिल्म त नदेला भन्ने चाहिँ सोच हो अब ठिकै छ फिल्म आइसकेपछि थाहा हुन्छ सो आजको लागि यति नै सो आई विल मीट यू इन द नेक्स्ट भिडियो सो टिल देन टेक केयर बाई बाई सी यू इन द नेक्स्ट भिडियो है त बाई बाई